क्षेत्र र देश पार गरेर आएका 44 जना मार्गदर्शकहरू कहाँ छन् भने वास्तवमा तिनीहरू उत्तर क्यालिफोर्नियाको समयमा छन्। त्यसैले सुरु गर्ने रहस्य भनेको छलफल रोक्नु र सिधै काममा लाग्नु हो। हामीले बारम्बार जे गर्छौँ हामी त्यही हौँ। त्यसैले उत्कृष्टता कुनै एकपटकको व्यवहार होइन। बरु यो एउटा बानी हो। तपाईँहरूले प्रेजेन्टेसनबाट देख्न सक्नुहुन्छ कि किन हामीसँग अरबी, स्पेनिस, पोर्चुगिज, फ्रेन्च छैनन् त। टर्किस, पोलिस, नेपाली, फिलिपिनो अनि कोरियन पनि थप्दा यी भाषाहरूको भागमा हामी साह्रै एआईसँग सहकार्य गर्दैछौँ। अहिले परीक्षण भइरहेको छ। जब हाम्रो वेबसाइट अनलाइन हुन्छ तब हामीसँग यी सबै फरक फरक भाषाहरू उपलब्ध हुनेछन्। विदेशी भाषाहरू आज हामी पासपोर्ट प्रयोग गरेर उत्तर क्यालिफोर्निया पुग्न गइरहेछौँ। हामी सबैले चिन्ने समयसँग फेरि भेट्न सँगै जाउँ। मलाई तिमीसँगै रहन मनपर्छ किनभने तिमीमा सकारात्मक ऊर्जा छ। यति धेरै सकारात्मक ऊर्जा भएको समय पहिले नै आइसकेको छ। अझै ठिकै छ, तपाईँहरूले ध्यान दिनुहोस्। ज्याङ प्रमुख, तपाईँहरूले फेरि गलत प्रयोग गर्नुभयो। समयले प्रविधिको निकै राम्रो उपयोग गर्छ। त्यसैले उनीहरूको घरमा उपकरणहरू पनि मेरो आवाज सुन्नुभयो? टा- मलाई मेहुन शिक्षकको आवाज सुनिएको छैन। तपाईँले सिधै बोल्नुहोस्। आदरणीय व्यापारी किम गुरु तथा विश्वभरिका परिवारजनहरूलाई नमस्कार। सबैलाई नमस्कार। म डाउडो टोलीकी याउ सिजुन हुँ। मेरो धर्म नाम छ या। आज हामीले डाउडो गर्न लागेको विषय हो 2025 सालको साक्षात्कार, गुरुज्यूको त्यहाँको पाइला, वसन्तको खण्ड, असार 22 गतेदेखि असार 31 गतेसम्मको प्रगति। यस खण्डको विषयमा मलाई सबैभन्दा बढी छोएको र सिक्न प्रेरित गरेको कुरा के हो भने अहिलेको अवस्थामा म अमेरिकाको उत्तर पश्चिम क्षेत्रको मुख्य जिम्मेवारी लिएको छु। अमेरिकाको तिसिजी उत्तर पश्चिम मुख्य क्षेत्रको मानवता प्रवर्धन अधिकारीको रूपमा। त्यसैले मसँग एउटा जिम्मेवारी र मिसन छ जसले गर्दा मैले विशेष रूपमा असार 27 गतेदेखि असार 28 गतेसम्मको भाग अध्ययन गरेको छु। मलाई विशेष चासो लागेको कुरा भनेको सिरामिक, चिनी सम्बन्धी मानवता र व्यवसायको अंश अध्ययन गर्नु हो। असार 27 गतेमा कुरा गरिएको थियो दा आई टेलिभिजनको प्रसारणको बारेमा। यो शक्ति जनसमुदायमा प्रचार गर्नका लागि हो। विशेष गरी टेलिभिजनले बुद्धिमत्ता प्रयोग गरेर दया र प्रेम फैलाउन सक्छ र मानिसको मनलाई शुद्ध बनाउन सक्छ। थाहा छैन। मेयुन शिक्षक, त्यहाँ मेरो क्यामेरा भेटिएन कि के हो? म अहिले तपाईँहरू मुख्य स्थानको आवाज पनि सुन्न सकिरहेको छैन। नमस्कार शिक्षक। ठिक छ, अब देखिएको छ। धेरै आभारी छु छ है। अर्को कुरा, हामीले कुरा गर्न लागेको छौँ टेलिभिजनले बुद्धिमत्ता प्रयोग गरेर दया र प्रेम फैलाउन सक्छ जसले मानिसको मनलाई शुद्ध बनाउँछ। यो मिडियाले राम्रोको शक्ति फैलाउने माध्यम हो जसले सद्गुण र धर्मलाई अझ टाढासम्म पुर्याउन सक्छ। अर्को कुरा, असार 28 गतेमा कुरा गरिएको थियो गुरु सम्मान हलको बारेमा। किनभने भर्खरै मैले धेरै गुरु सम्मान हलहरू भ्रमण गरेको छु। विशेष गरी भर्खरै नानो फुटप्रिन्टमा रहेको लिङ्को जिन्सी हलमा गएको थिएँ। त्यसैले मलाई विशेष अनुभूति भएको छ। त्यसैले आज म मुख्य रूपमा मार्च 28 कलम मुख्य बिन्दुमा कुरा गर्न चाहन्छु। त्यसैले मैले विषयवस्तु यसरी राखेको छु। कोलाहल बीचको एक शान्त भूमि। त्यसपछि म के गर्ने त? त्यसपछि म यो कुरा म यो ध्यानको केन्द्र असार 28 गतेमा लैजान चाहन्छु जहाँ सिन्ताई क्षेत्रका दाजुहरूले साङसाङ रेनलाई लिङ्को जिङ्सी हलको वर्तमान अवस्था र समुदाय व्यवस्थापन प्रविधि पुस्तक प्रवर्धनको योजना रिपोर्ट गरे। यसपटक मैले अमेरिकाभरिका सहभागीहरूको लागि आयोजित तालिम शिविरमा भाग लिएको थिएँ र पहिलो गन्तव्य नै लिङ्को जिङ्सी हल थियो जहाँ हामीलाई उनीहरूले स्वागत गरे। हामीले यो पनि ध्यान दिएका थियौँ कि लिङ्को जिङ्सी हल व्यस्त लिङ्को छुङ्गा क्षेत्रमा अवस्थित छ र गुरुजीले निर्देशन दिनुभएको छ कि जिङ्सी हल जस्तो भिडभाड भएको क्षेत्रमा झन सफा, शान्त र सुरुचिपूर्ण वातावरण कायम राख्नुपर्छ। किनभने समुदायको स्थल र नजिकैको पुस्तकालय दुवै मानिसको मन शुद्ध पार्नका लागि स्थापना गरिएका हुन्। व्यस्त सहरमा पनि जहाँ मानिसहरू भित्र पस्चाने मन शान्त हुने ठाउँ हुनुपर्छ। अब नयाँ क्षेत्रको टोलीले प्रतिवेदनमा के भनेका छन् त? त्यहाँ सुस्वनको योजना उल्लेख गरिएको छ। अनि गुरुजीको चाहना के छ भने वातावरणमा तेलको धुवाँ र फोहोर नहोस्, शान्त वातावरणमा कुराकानी गर्न मिल्ने ठाउँ चाहिन्छ। त्यहाँ केही चिया वा कफी उपलब्ध गराउन सकिन्छ। कफीको ठाउँ सफा र पढ्न मिल्ने हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यस स्थानबाट साँचो आत्मा र विचारधारालाई सम्प्रेषण गर्नुपर्छ।
यहाँभित्र पसिसकेपछि किताब पढ्न मात्र होइन, विश्वभरका साँचो केन्द्रहरूको नक्सा पनि देख्न सकिन्छ, जसले गर्दा प्रत्येक देशमा साँचोको पाइला कहाँ कहाँ पुगेको छ भन्ने कुरा गहिरोसँग महसुस गर्न सकिन्छ। यो कुरा साँचोको स्थलमा देख्न सकिन्छ वा हामीले यस स्थलको माध्यमबाट अरू धेरै साँचोका स्थलहरूलाई पनि चिन्न सक्नेछौँ। सबैलाई थाहा छ, ताइवानमा मात्र होइन, विश्वका विभिन्न स्थानहरूमा पनि चिच्चीको गुरु सम्मान हल किङसिथाङ छन्। ताइवानका विभिन्न स्थानका गुरु सम्मान हलहरू हेर्दा प्रत्येकको शैली यति भव्य र शुद्ध सौन्दर्यले भरिएको छ। गुरु सम्मान हलमा पस्दा तपाईँको मन शान्त हुन्छ र तपाईँका चिन्ता धुन सकिन्छ। यो वातावरणले तपाईँको बुद्धिको ढोका खोल्न सक्छ, विशेष गरी हाम्रो सानमिङ क्षेत्रको काओसियोङ गुरु सम्मान हलमा। यो ताइवानको सबैभन्दा ठुलो क्षेत्रफल र सबैभन्दा ठुलो गुरु सम्मान हल हो। जब तपाईँ वानफो क्षेत्र 10,000 बुद्ध क्षेत्रमा प्रवेश गर्नुहुन्छ, त्यहाँको हलले तपाईँलाई एकदमै स्तब्ध बनाउँछ, जसले तपाईँको मन तुरुन्तै शान्त पारिदिन्छ। मैले भनेको यो सानमिङ गुरु सम्मान हल भनेको अहिले हामी काउसियोङ अध्ययन समूहले मार्गदर्शन गरिरहेको यही स्थान हो। विदेशमा पनि विभिन्न स्थानहरूमा गुरु सम्मान हलहरू छन्। आकार जे जस्तो भए पनि जब तपाईँ गुरु सम्मान हलमा पस्नुहुन्छ, तपाईँले ब्रह्माण्डका महान बोधिसत्वको करुणा र बुद्धिमत्ता महसुस गर्नुहुन्छ। यस्तो किसिमको भव्य स्थलले तपाईँलाई एउटा भेटिएको जस्तो अनुभूति दिन्छ। शुद्ध र शान्त मनको घरको त्यो अनुभूति। मलाई 2024 सालको कुरा याद छ। हामी इन्डोनेसियाको जकार्तामा गएर विश्वव्यापी मानव कला सम्मेलनमा सहभागी भयौँ, जहाँ हामीले यो सम्भवतः संसारकै सबैभन्दा ठुलो गुरु सम्मान हलमध्ये एकमा प्रवेश गर्यौँ। यहाँ यसले गुरुज्यूले भन्नुभएको कुरा पूर्ण रूपमा कार्यान्वयन गरेको छ। बौद्ध धर्मलाई जीवनशैलीमा उतार्ने र बोधिसत्वलाई मानव समाजमा ल्याउने त्यो करुणा र प्रतिज्ञा यस विदेशी भूमिमा धर्महरूको सह अस्तित्व र निस्वार्थ महान प्रेमको एउटा प्रत्यक्ष उदाहरण बनेर देखिएको छ। तर सबैलाई थाहा छ त किन शान्ति सभा भवन बनाउनु पर्यो त? गुरुज्यूले धेरै पटक प्रवचनमा उल्लेख गर्नुभएको छ किन शान्ति सभा भवन आवश्यक छ भन्ने कुरा। तपाईँहरूले पनि धर्मवाणीमा गुरुज्यूले समुदायको धार्मिक स्थल र आत्माको घरबारे दिनुभएको प्रवचन सुन्न सक्नुहुन्छ। गुरुजीको प्रवचनमा के भनिएको छ त? शान्ति सभा भवनको 3वटा मुख्य अर्थ छन्। शान्ति सभा भवन भनेको पर्खालविहीन समुदायको धार्मिक स्थल हो, जसको उद्देश्य भनेको सामाजिक शिक्षा प्रवर्धन गर्नु र समुदाय स्वयंसेवकहरूलाई सक्रिय बनाउनु हो। यो स्थान बोधिसत्व प्रशिक्षणको धार्मिक स्थल जस्तै हो। यो शिक्षा दिने कक्षा पनि हो, आपतकालीन परामर्शको स्थान पनि हो, अनि यो हाम्रो असल छिमेकी पनि हो। गुरुज्यूले सबैलाई सम्झाउनु भएको छ, शान्ति सभा भवन भनेको व्यस्त सहरमा यस्तो ठाउँ हो जहाँ कोही पनि भित्र पस्दा उसको मन शान्त हुन सक्छ। त्यसैले यो मानिसको मन शुद्ध पार्ने र समाजमा मेलमिलाप ल्याउने स्थान हो। यो स्थानले मानव समाजलाई फाइदा पुर्याउने एउटा ठाउँ पनि हो, जुन हाम्रो शान्ति सभा भवन हो। अब त्यसपछि हामी ताइवानको सबैभन्दा ठुलो शान्ति सभा भवन हेरौँ अनि हामी गुरुजीको उपदेश सुन्न सार्वजनिक रूपमा सुन्छौँ। कृपया भिडियो चलाउनुहोस्। झाङ झाङस्युङ हाम्रो भोजनालय यति ठुलो र राम्रो बनाइएको छ, धेरै सुविधाजनक छ। तिमी धेरै बुद्धिमान छौ। यो ठाउँ ठुलो ठाउँ हो। तिमी बुझ्छौ के गर्नुपर्छ। हामी यहाँ गइसकेका छौँ। व्यावहारिक दृष्टिकोणबाट हेर्दा यो ठाउँ यसमा आकर्षण छ, अनि यो मानिसको मन शुद्ध पार्ने धार्मिक स्थलको अमूल्य भूमि हो। यो ठाउँ पाउन निकै गाह्रो छ। आउनुहोस् अवलोकन गरौँ। हामी सबै एउटै प्रकारका छौँ। म पहिले बत्ती सुन, यो बत्ती यसलाई जोगाएर राख्नुपर्छ। सबैको मन एउटै हुनुपर्छ। अनि यस जरा जस्तै आधारतर्फ जाडो लाग्यो, घाटा भयो, बिस्तारै उसलाई दुर्गन्ध देखाउँछौँ, हामी पक्कै पनि जरा पत्ता लगाउँछौँ। मेनु तिमीलाई भन्छ यो धार्मिक स्थल जति भव्य छ, त्यसैले भन्नुपर्दा हामी मानिसहरू आउन जाने सबै मिलेर अनुशासित छौँ। हाम्रो शरीरको ठुलो आन्द्रा भनेको आफैमा एउटा पाचन प्रक्रियाको अत्यन्तै महत्त्वपूर्ण मार्गको सकारात्मक र निरन्तर प्रवाह हुने ऊर्जा हुनुपर्छ भन्ने कुरालाई हामीले गहिरोसँग बुझ्नुपर्छ। तिमी सोच, माफ गर्नुहोस् भन्नु भनेको मान्छेको छवि हो। यो बनाइएको छ।
त्यसैले मान्छेको छवि नभए माफी भन्ने कुरै हुँदैन। यी छविहरू के त सधैँ भव्य ढङ्गले आउँछन् र जान्छन्। हुन त यो ठाउँमा ठुलो ठाउँ छ, वातावरण पनि सुन्दर छ, झनै आभार लाग्छ। हरेक दिन ठुलो समूह आउँछ। सर्वत्र बोधिसत्वहरू, एकदमै निर्मल, धुलोले पनि छोएको छैन। ए नमस्कार, तिम्रो प्रबन्धको फोटो। यी सबैले ध्यानपूर्वक साहस र इमान्दारी देखाउँछन्। यो निकै चिसो र शालीन स्वभावको ठिक विपरीत हो। मानव जीवन पाउन गाह्रो छ, हामी यसलाई सम्हाल्नु पर्छ। म मानवीय संसारमा छु। मानव संसार नभए जीवन नै हुँदैन, किनभने के मानिस सराहनीय हो। किन सिकाउन सकिन्छ त? किनभने मानिसले दुखी प्राणीहरूलाई स्वीकार्छ। मानिससँग सधैँ भाषा हुन्छ, भाव हुन्छ र क्रिया हुन्छ। अघिल्लो चोटपटकको पीडा मानव जीवनमै थियो। मानिसलाई कुन किसिमको हाउभाउ प्रयोग गर्न सिकाउने? कृपया हेर, कस्तो दुःख सहेर। तिमीले ठिकसँग गर्न सक्ने भनेको यही हो। उसको पनि दुःख छ। मेरो पहिलो दिन थियो, मेरो शक्ति पर्याप्त थिएन, तर म चाहन्छु कि तिमीहरू सबैले आपसमा अन्तर्क्रिया गर। ठुलो शक्ति भनेको ठुलो दायरामा सोच्ने शक्ति हो, सानो दायरा। मानिस कठिनाइमा हुँदा हामीले यसरी नै सहयोग गर्न सक्छौँ, यसरी नै खुलासा गर्न सक्छौँ। शरद ऋतु सुरु भयो, साँच्चै मस्त भए। एकपटक भूकम्प आयो भने जमिनलाई थिच्न आवश्यक हुन्छ अनि पानी चाहिन्छ। त्यसैले जीवन निरन्तर चलिरहन्छ। अनि तिमीले जमिनलाई चिस्याउने काम गर्दा पनि ती पापहरू उस्तै रहन्छन्। न त डर, न त हतार। म फर्केर हेर्दा साँच्चै केही देख्दिन। यो साँच्चै नै गुरुजीको उपदेश हो, जुन हामीले भर्खरै देख्यौँ। गुरुजीले भन्नुभएको जस्तै हामीले अझ धेरै मानिसहरूलाई हाम्रो यो पवित्र स्थल चिन्तन सभामा आउनका लागि निमन्त्रणा गर्नै पर्छ, ताकि अझ धेरै मानिसहरू यहाँ आएर सिरामिकको बारेमा जानुन्, बुझुन् कि सिरामिक के हो। हामीले भर्खरै देखेको ताइवानको सबैभन्दा ठुलो चिन्तन सभा काओसियोङको गुरु सम्मान सभा हो। अब त्यसपछि हामीले हेर्न लागेको छ यो विश्वकै सबैभन्दा ठुलो गुरु सम्मान सभा जुन इन्डोनेसियाको जकार्तामा छ। अब हामी हेरौँ यसमा के विशेषता छन्। कृपया भिडियो चलाउनुहोस्। 2012 अक्टोबरमा सुची इन्डोनेसिया शाखाको चिन्तन सभा सञ्चालनमा आयो। यो विश्वकै सबैभन्दा ठुलो चिन्तन सभा हो। यस भवनको डिजाइनमा सौर्य ऊर्जा र वर्षा पानी सङ्कलन प्रणाली प्रयोग गरिएको छ र यो इन्डोनेसियाको सबैभन्दा ठुलो हरित भवन पनि हो। ठिक छ, सबैजनाले भर्खरै देख्नुभएको हो हाम्रो विश्वकै सबैभन्दा ठुलो चिन्तन सभा यो इन्डोनेसियाको जकार्तामा छ र यो एउटा वातावरण मैत्री विशेषता भएको चिन्तन सभा हो। त्यसपछि अब हामी सबैलाई यो फोटो हेर्न अनुरोध गर्छौँ। यसपटक जब हामी इलान परिसरको चिन्तन सभा अवलोकन गर्न गयौँ, इलानका परिवारजनले हामीलाई क्यामेरा सबैले राख्न सिकाए। के तपाईँलाई लाग्दैन कि चिन्तन सभाको अगाडि कुनै मन्दिर जस्तो देखिन्छ? वास्तवमा यो हामीले क्यामेरा मार्बलमा राखेर खिचेको चिन्तन सभाको फोटो हो। मानव ताउको किनारमा जस्तो सुन्दर दृश्य छ। यो पनि हाम्रो इलानको एउटा विशेषता हो। अब हामी उद्घाटनमा प्रयोग गरिएको इलान चिन्तन सभालाई हेरौँ। यसमा कस्ता सामग्रीहरू छन्, के विशेषता छन्, त्यसैले हामीले सुन्दर शिक्षिकालाई यो भिडियो चलाउन अनुरोध गर्छौँ। सयौं तीर्थचीजी स्वयंसेवकहरूको घेरामा गुरु बिस्तारै हिँड्दै हुनुहुन्छ। यस वर्ष मे महिनामा मात्र सञ्चालनमा आएको इलान चिन्तन सभाको नयाँ भवनमा वातावरण मैत्री प्रविधिका वैज्ञानिक सिद्धान्तहरू प्रदर्शन गरिएको छ, जसले सबैलाई शुद्ध र सद्मार्गमा आकर्षित गर्छ। भदौ 1 गतेदेखि अहिलेसम्म हामीसँग 4151 जना आगन्तुकहरू भइसकेका छन्। यो विशेष कुरा, यो एउटा घर हो हे। सबै खर्च समेटिएको छ।
बौद्ध दर्शनको चिन्तन सभा नयाँ पुरानो संस्कृतिको सङ्गममा अवस्थित ऐतिहासिक छ। छिङकालमा यिलानलाई नक्सामा समेट्दा यहाँको पुरानो सहरमा प्रशासनिक केन्द्र स्थापना गरियो। यो क्षेत्र ऐतिहासिक भवन र सपिङ सेन्टर नजिकै भएकाले सर्वसाधारणलाई बौद्ध वातावरणसँग जोड्छ। हामीले ठुलो भर्ना अभियान र सामाजिक विकासका भूमिकाहरूलाई सक्रिय प्रयोग गर्यौँ। भनेको जम्मा 1000। 480 भन्दा बढी प्लास्टिकका बोतल र अस्पतालका बेडबाट वातावरण मैत्री सुनौलो माछा बनाइयो। ठिक छ, तपाईँहरूले भर्खरै देख्नु भएको ती सबै ध्यान केन्द्रहरू, ती शुद्ध विचार सभाहरू वास्तवमा तिनीहरू हामी चिन्ची सदस्यहरूले सञ्चालन गर्नुपर्ने स्थानहरू हुन्। त्यसैले अब हामी फेरि गुरुबाट सुनौँ। उहाँले जिन्ची सभालाई दिनुभएको उपदेश, कृपया गुरुको उपदेश बजाइदिनुहोस्। मानव समाजलाई शुद्ध पार्नका लागि हामीलाई आवश्यक छ गुरु सम्मानको मार्ग। जहाँ चिया छ त्यहाँ गुरु सम्मान सभा पनि हुन्छ। हरेक ठाउँको परिवारप्रति धेरै आभार छ। सबैको कुरा सुन्दा सबैजना भन्नु भएको छ। आफ्नो घर आफैले जोगाउनु पर्छ, अनि जब हामी ध्यान केन्द्र जोगाउँछौँ तब मात्र अझ धेरै शुभ विचार र शुभ कर्महरू एकत्रित गर्न सक्छौँ। ठिक छ, यो सुरुबाटै हामी सबैलाई लिएर लिङको जिङ्सी हलबाट यात्रा सुरु गऱ्यौँ अनि हामीले देश विदेशका केही विशेष जिङ्सी हलहरूमा सबैलाई लिएर घुम्यौँ। त्यसपछि हामीले साँच्चै देख्यौँ कि अधिकांश तिचिजी गुरु सम्मान हलहरू भिडभाड बिचको एउटा शान्त भूमि हुन्, जुन सबैको मन शुद्ध पार्ने एउटा ध्यान केन्द्र हो। हामीले यो पनि देख्यौँ कि गुरु सम्मान हल साँच्चै धर्मलाई मानव समाजमा प्रवेश गराउने एउटा स्थान हो। यो धर्म प्रचार र प्रसारण गर्ने एउटा स्थल हो, समुदाय हेरचाह गर्ने एउटा केन्द्र हो, यो नयाँ पुस्तालाई सामाजिक शिक्षा दिने एउटा स्थान हो, र अझ बढी यो हाम्रो मन शुद्ध पार्ने र समाजमा मेलमिलाप ल्याउने एउटा ठाउँ हो। अन्त्यमा म सबैभन्दा उपयुक्त एउटा उदाहरण दिन चाहन्छु। यसले साँच्चै धर्मलाई जिङ्सी हलमा प्रवेश गराएको छ अनि जिङ्सी पुस्तक प्रचार र समुदायसँग मात्र होइन, विश्वभरका शुभचिन्तकहरूलाई जोड्ने काओसियोङ अनलाइन पुस्तक क्लबलाई पनि राम्रोसँग उपयोग गरेको छ। उहाँले यही उछ्याङको धर्मस्थलमा पुस्तक मार्फत साथी बनाउने, धर्म मार्फत एक अर्कासँग जोडिने, अनलाइन र अफलाइन दुवै माध्यमबाट धर्मलाई विश्वभर फैलाउने एउटा पुस्तक क्लब चलाउनु भएको छ। उहाँले काओसियोङको जिङ्सी हल र काओसियोङ जिङ्सी पुस्तक प्रचारलाई राम्रोसँग उपयोग गर्नुभएको छ। यो एउटा विश्वव्यापी पुस्तक क्लब हो। हामी भन्छौँ स्थानमा पर्खाल भए पनि वास्तवमा कुनै पर्खाल छैन, धर्म त झन् पर्खाल रहित छ। हामी हजारौँ माइल टाढा भए पनि हामी सबै धर्मको यस धर्म पेटिकामा सँगै स्नान गर्न सक्छौँ। आज तपाईँले मलाई सँगै बसेर पुस्तक पढ्न साथ दिनुभएकोमा अत्यन्तै आभारी छु। अझ तपाईँको सुन्ने धैर्यताका लागि पनि आभारी छु। तपाईँ हुनुहुन्छ भन्नेमा कृतज्ञ छु। धेरै धन्यवाद सिछिङ, सधैँ यस्तै हुनुहुन्छ। कहिलेकाहीँ मलाई लाग्छ वाह, उहाँहरूले समय कसरी व्यवस्थापन गर्नुहुन्छ होला, चाहे त्यो अमेरिकाको उत्तर क्यालिफोर्नियामा होस् वा युरोपको स्विजरल्यान्डमा वा टिस्यु पेपर सधैँ यस्तै हुन्छ। कहिलेकाहीँ मलाई लाग्छ वाह, उहाँहरूको समय व्यवस्थापन कहाँबाट आउँछ होला, चाहे त्यो अमेरिकाको उत्तर क्यालिफोर्नियामा होस् युरोपको स्विजरल्यान्डमा। वाह, सिधै यस्तै हुन्छ। कहिलेकाहीँ मलाई लाग्छ वाह, उनीहरूको समय व्यवस्थापन जियाङ निर्देशक कहाँ हुनुहुन्छ। तपाईँले थाहा पाउनु भएन, सधैँ दोहोरिरहेछ। तपाईँले कहाँ पठाउनु भयो? ठिक छ ठिक छ ठिक छ, ल ठिकै छ। यो नै प्रत्यक्ष प्रसारणको मजा हो। निर्देशक र प्राविधिक टोलीलाई ताली दिनुहोस्। ठिक छ ठिक छ, उहाँले मलाई भर्खरै बोलेको कुरा फेरि दोहोऱ्याउन दिए अनि हाम्रा सबै प्रिय साथीहरूलाई स्वागत छ। 10 किलोको ऊर्जा अत्यन्तै शक्तिशाली छ, त्यसैले उहाँ जस्तो सुकै अवस्थामा पनि सधैँ स्थिर र सुरक्षित हुनुहुन्छ। यहाँ हाम्रो इलानको जिङ्गेले भन्नुभयो, याउ परिवारकी जिङ दिदीको उत्कृष्ट साझेदारीका लागि धन्यवाद। साथै जिङजी ट्याङ इलान जिङसी ट्याङको योजना टोलीको मिहिनेतको पनि कदर गर्छु। फुरोङले भन्नुभयो, साँच्ची नै उहाँ बोरिसकको मार्गकी छोरी हुनुहुन्छ, जहाँतै मानव धर्म फैलाउनुहुन्छ, मानिसहरूको दैनिक जीवनमा बौद्ध धर्मको अनुभूति गराउनुहुन्छ। अनि ताओ युहानका सिगुओले भन्नुभयो, मानव मन शुद्ध पार्ने स्थल भने काओसियोङ हो, त्यो हामी नै हौ। विश्वभरिका जिङ्सी टाङहरू हौ त।
काउसियङ्की मेलिङ भन्नुहुन्छ, सिजिन दिदीको साझेदारीलाई धन्यवाद। उहाँका पाइला र टुओपियन संसारभरि पुगेका छन्, धेरै अनुभव छ। हामी उहाँलाई भेट्न सक्दैनौँ। हामी जिङ्सी टाङ नजिकै भएकाले भाग्यशाली छौँ र म आइरहन्छु। मलेसिया फर्कनुभएका न्यान्सीलिन हरेक बुधबार सहभागी हुनुहुन्छ। अहिले बिदाले गर्दा अनलाइन आउनुहुन्छ। अझ धेरै मुख्य भूमिका परिवारजनहरूले समय मिलाएर अफलाइन भएपछि हामीलाई फेरि फर्काएर पठाउनु पर्ने हुन्छ। त्यसै समयमा हामी हाम्रो एआईद्वारा चित्र बनाउने टोलीलाई पनि ताली बजाएर स्वागत गरौँ है। हुन्छ, उनीहरूले पहिलेको भन्दा छिटो गतिमा सुन्ने समयको साझेदारी हुँदा नि तुरुन्तै, जस्तो कि एउटा मात्र होइन 2वटा चित्र बनाइसकेका छन्। डाइरेक्टर, कृपया डाइरेक्टरसँग कुरा नगर्नुहोस्, यसले गडबड गराउँछ। डाइरेक्टर, तपाईँले एउटा राख्नुभयो कि 2वटा? ओ, अहिले मात्र आयो है। ठिक छ, केही फरक पर्दैन। आखिर यो त संयोग नै हो। जति भए पनि हामी धेरै आभारी छौँ। केही बेरमा नआएको पनि सबैलाई देखाउनेछौँ। हामी बेला बेलामा एआई प्रविधिसँग मिलेर फेरि आफैलाई चुनौती दिने गर्छौँ। त्यसैले हामी फेरि एकपटक ताली बजाएर सिजिङप्रति आभार प्रकट गर्छौँ। विश्वास छ केही बेरमा अनलाइनबाट बाहिरिएपछि धेरै मुख्य भूमिका परिवारका सदस्यहरूको सन्देश उहाँ मार्फत हामीसम्म आइपुग्नेछ। लाइभ टिमलाई नमस्कार। हामी फेरि जिनुईसँग बिदा लिन्छौँ। धन्यवाद, आभार आभार आभार। अब डाउडोग टिमको यो भागमा हामी भन्छौँ, कुनै पनि क्षेत्रमा विज्ञ बन्नु अघि सबैजना एकपटक सिक्ने क्रममा नै थिए। हामीले सिजिङलाई यस्तै देख्यौँ। तर म विश्वास गर्छु उहाँ एकैचोटि यति बन्नु भएको होइन। उहाँले पक्कै पनि हरेक पाइला सानो प्रयास गर्दै गर्दै 365 दिन बिताउँदा त्यस्तो ऊर्जा देख्न सकिन्छ। त्यसैले